हाफको कुनै पनि सेभ गर्न पाएन। समीरको यो एक्सलेन्ट फुटवर्क, ब्याकहिल रहेको थियो, कन्ट्रोल आफैले राखेका छैन, उनले रिड गरिरहेका थिए स्पेसिङ। जगजितको यो क्रस स्लाइड डिफ्लेक्सन रहेको थियो र यहाँ रहेछन् फोडे फोफाना। ब्याक टु ब्याक खेलमा गोल गर्न सफल आफ्नो टिमको लागि। स्लाइटेस्ट अफ द डिफ्लेक्सन त रहेको थियो र फेरि पनि जगजित श्रेष्ठ र फोडे फोफाना को यो कम्बिनेसन हामीले देख्न सक्छौँ। समीरको हामीले तारिफ गर्नुपर्ने हुन्छ, त्यो बिल्डअपलाई यदि कसैले अलाइभ बनाएका थिए भने त्यो समीर तामाङ रहेका थिए र यहाँ एक्सलेन्ट हेडर। त्यो स्लाइड डिफ्लेक्सनले विशाल केसी सरप्राइज रहन पुग्यो। यो रिप्लेमा हेर्न सक्छौँ, यस सबिनको त्यो स्लाइटेस्ट अफ द डिफ्लेक्सनले त्यो बलमा जुन हाइट क्यारी गर्यो त्यसले मद्दत पुऱ्याएको थियो फोडेको लागि। रिलेटिभली इजियर फिनिस, तर क्या जम्प लिएका छन्। सुन्दर रिप्ले, सुन्दर दृश्य र यो जुन हामीले एक्सलेन्ट क्यामेरा वर्क पनि पाइरहेका छौँ डिफ्रेन्ट एङ्गल्समा।